वाओ। मेरो नाम राजकुमार ठकुरी। अनि पछिल्लो समय सिक्री हराएको मान्छे भन्ने फिल्म निकाल्नु भयो तपाईले? छैन। आई लभ यु दाइ। आई लभ यु भाइ, आई लभ यु। अस्तिसम्म चित्त दुखिरहेको थियो सुन हराएको। अब हजुरको मुस्कान देखेर नै, भाइको मुस्कान देखेर आनन्द फिलिङ्स आयो मलाई त। बाटोतिर तपाईलाई चिन्छन्? चिन्छन् भाइ, चिन्छन्। के भन्छन् दाइ? सुन हराएको मान्छे हुन्छन्। भिडभाडमा जाँदाखेरि सिक्री नलागेको भए पनि हुने रहेछ भन्ने खालको लाग्यो कि लागेन? लाग्यो नि, पछि लुटिसी लाग्यो। नलुट्दाखेरि त लागेन। कहाँ श्रीमतीले कुट्नु, कुट्दै कुट्दै श्रीमतीले त तरिका आफ्नै मान्छेले कहाँ कुट्छ। राजकुमार दाइलाई चाहिँ राजाको भन्दा त आफ्नो सिक्रीको पो बढी माया रहेछ भन्नुभयो क्या धेरैले। म भएँ बाबु 50 वर्ष 51 लाग्छ। अझै पनि यङ देखिनुहुन्छ। उमेर पनि धेरै भएको थिएन नि भाइ, 50 भनेको भर्खरकै हो। भाउजूले के भन्नुभयो? भाउजूलाई मेरो त सिक्री नै हराइहाल्यो, अब के गर्ने भने भने भयो। अब टेन्सन होला भनेर म त सुत्दिहालेँ। अब त हिरो खेल्नु पर्छ होला दाइ। अब सबैको मन जितेको हिरो हो नि त तपाईँ? हो, त्यो त हो भाइ, हो। हैन भन्नु। कुलो र कुलो जता लगे पनि जाँदो रहेछ। कुलो पानी आउने कुलो छ नि बाबु, भाइलाई गाह्रो भयो क्या उचाल्न सर। कुलो र अब के भने, अब भन्दा नि बिर्सियो। आइसकेपछि अब को मुख त यही मुखले देखाइ कुन मुख देखाउनु बाबु? यसो हेरि झ्याप्प समय जुरोको उचाल्ने थचक्क राख। अघिसम्म त तेस्रो अङ्ग भन्नुभएको थियो, अहिले त चौथो अङ्ग भनिदिनु भयो। यस्तो यस्तो भयो, हाड नभएको जिब्रो लट पटिन्छ भने जस्तै भयो हजुर। त्यो पत्रकार भाइ छ नि, त्यो सुरुमा खिच्ने छ नि मेरो भाइरल गरिदिने, त्यो भाइ त मेरो लागि त भगवान् बनेर आएको। अनि अब चाहिँ सुन हराएको भए हराएको हुन्थ्यो, कमसेकम त्यो भाइसँग गफ गर्न पाए त भाइरल त भइयो नि त, होइन र भने। अनि राई आयो खै त तपाईको सुन खै त दाइ? सुन त लुटिहाल्यो नि मेरो भाइ। हो र? हो नि भाइ। कहाँ लुट्यो नि दाइ? आन्दोलनमा गएको राजा बोलाउनलाई डाँगाहरूले लुटिहाल्यो नि भाइ। अब के गर्ने त दाइ? अब के गर्ने? अब के गर्ने नि भाइ? अब सबैजना मिलौँ, अब जिम गरौँ। तपाईलाई प्रेमको प्रस्तावहरू पनि आएको छ अरे दाइको भन्ने सुनेको छु है। के हो यसो? प्रेमको अहिले कहाँ आउँछ, म बुढो भइसकेँ। अनि के साँच्चै हो त प्रेम प्रस्ताव आएको भाइरल भइसकेपछि? थाहै छैन नि मलाई त, कसले राख्ने मलाई थाहै छैन, मलाई केही थाहा छैन। म राख्दैन राख्दिनँ, एउटा भाइ भइहाल्यो नि। अब ठोक्न मन लाग्दैन? लाग्दैन, त्यस्तो ठोक्ने हान्ने मनै लाग्दैन।